हेलो नमस्ते एभ्रिवान र एउटा नयाँ भ्लग लिएर हजुरहरू समक्ष आइसकेको छु। सो अहिले चाहिँ म बिहानको 6 बजिसक्यो है। आज विशेष हाम्रो ठुलो पाथिभरा माताको दर्शन गर्ने प्लान भएकोले गर्दा म जाँदैछु है। र टिममा अरू पनि धेरैजना हुनुहुन्छ र यहाँ सबै गाडी आएपछि भेला हुने भन्ने छ। सो हाम्रो पाथिभराको यात्रा कस्तो हुनेछ त्यो भिडियो तपाईँहरूलाई देखाउने नै छु, माताको दर्शन पनि गराउने नै छु। लास्टसम्म हेर्नुहोस् होला है त। सो फाइनली हाम्रो गाडी आइसकेको छ। यता मनोहर दादा पनि भ्लगिङ गर्दै आउनु भएको रहेछ र हाम्रो टिममा चाहिँ हामी जम्मा 9 जना गएको है। यहाँ सबैजना छोटा टिङनिङको हुनुहुन्छ, मनोहर दादाको छोरा छोरी, दाजुको छोराहरू, यता भाइहरू, हाम्रो आरके भाइ, हाम्रो विके दादा। हामी यहाँ बात मार्दै जाँदै थियौँ र सोचे हामी गाडी हिँडेर सिधै पशुपति पुग्यौँ है। पशुपति पुगिसकेपछि हाम्रो यहाँ अब चेकिङको कामहरू भयो। त्यस पश्चात हामी सिधै भान्सार कार्यालयतर्फ गएर भान्सारहरू काट्ने काम गऱ्यौँ है। यहाँनिर चाहिँ भान्सार कार्यालय र हामी सिधै फिक्कलहरू हुँदै इलाम हुँदै अब सोझै हामी माई खोलातर्फ पुगिसकेका छौँ। र माई खोलामा चाहिँ विशेष रूपमा मन्दिर दर्शन गर्नु जाँदा यहाँ पूजाआजा गरेर जाने एउटा चलन रहिआएको छ र हामीले माई खोलाको पूजाआजा गरेर है अनि यसरी दियो बालेर भगवान्लाई समर्पण गरेर चाहिँ सिधै माई खोलामा नै पञ्चकन्या देवीको मन्दिर पनि रहेछ र पहिलोचोटि यहाँ जाने मौका जोडेर मैले त्यहाँ सामानहरू किनेर सिधै यहाँ पञ्चकन्या मन्दिरमा तर्फ जाँदैछु, जहाँनिर 5वटा माताहरूलाई राखिएको छ है। यहाँ देख्नु सक्नुहुन्छ तपाईँहरूले सबै मन्दिर यहीँ छ। गणेशजीको सर्वप्रथम यहाँनिर पूजा गरे पश्चात यहाँ कान्छी पाथिभरा भनिन्छ, उहाँको शिला राखिएको छ। यता काइली पाथिभरा, यहाँनिर हुनुहुन्छ साइली पाथिभरा है, अनि यहाँनिर मूल पाथिभरा माता हुनुहुन्छ। यसरी यहाँ पूजा अर्चना हामीले गऱ्यौँ। अनि यहाँनिर हुनुहुन्छ माइली पाथिभरा, अनि त्यस पश्चात चाहिँ यतापट्टि हुनुहुन्छ शिवजीको शिलाहरू र यहाँनिर पञ्चकन्या मातालाई स्थापना गरेर राखिएको रहेछ माई खोलामा। र यो हाम्रो एकदमै सौभाग्य भयो कि हामीले यहाँ पनि पूजा अर्चना गर्ने, दर्शन गर्ने हामीले मौका प्राप्त गऱ्यौँ। यहाँबाट हामी सिधै माई खोलाको होटलतर्फ गयौँ, किनभने हामी यहाँ गएर चाहिँ चिया बिस्किटहरू खाने भन्ने सल्लाह थियो र यसरी चिया बिस्किटहरू यहाँनिर हाम्रो खाने काम भयो। यहाँ हाँस्दै मनोहर दादा खानु हुँदैछ, भाइहरू सबैजना है। अनि सोझे अब हामी पुग्यौँ इलामतर्फ। इलाम पुगे पश्चात हामी सोझे इलामतर्फ पुगिसकेका छौँ र इलाम पुगिसकेपछि हामी सिधै त्यहाँनिर राँके बजार पुग्यौँ। राँके बजारमा हेर्नुहोस् न, एकछिन उत्रेको थियौँ। यो झ्याउ भनिँदो रहेछ, बोरामा देख्नु हुँदैछ नि, यो चाहिँ रुखमा लाग्ने जुन झ्याउ हुन्छ नि, यसको चाहिँ सब्जी खाइँदो रहेछ है। फर्स्ट टाइम अचम्म भयो देखेर। त्यहाँबाट हामी सिधै पुग्यौँ फिदिमको माथिल्लो डाँडामा। हेर्नुहोस् न कत्रो ठुलो छ फिदिम है, अति नै सुन्दर दृश्य देखिन्छ। यो माथि डाँडाबाट चाहिँ ओभरअल डल्लै नै फिदिम देखिन्छ। र यसरी फिदिम बजारमा हामी पुगिसक्यौँ है। फिदिम बजार पुगिसकेपछि हामी एउटा होटलमा गयौँ, जुन होटलको नाम थियो न्यू चुम्लिङ गेस्ट हाउस भन्ने। त्यहाँ गएर यसरी खाना खाने काम भयो हाम्रो। खाना खायौँ है। यसरी तातो तातो दाल भात, सागको सब्जी, आलुको सब्जी, अचार पापड खाएर फेरि हामी गाडीतर्फ गयौँ है। अब धेरै लामो यात्रा थियो नि त। अनि अब हामी फाइनली कावेली खोला पुग्यौँ। कत्रो खोला यहाँ पनि उत्रेर हामीले खोलाको दर्शन गऱ्यौँ। त्यस पश्चात सानो भिडियो क्लिप्सहरू बनायौँ, फोटोहरू खिच्ने काम गऱ्यौँ है। सबैजना आफ्नो आफ्नो मोबाइल लिएर व्यस्त हुनुहुन्छ। अनि मैले बाटोमा त्यहीँ एउटा कोटेसन पाएँ, कति मिठो लेखेको छ हेर्नुहोस् न। अनि यहाँबाट हामी सिधै ताप्लेजुङ पुग्यौँ है। ताप्लेजुङ पुगिसके पश्चात अब हामी लाग्यौँ ताप्लेजुङबाट उता है। अनि अब चाहिँ अहिले हामी पुगिसकेको छौँ सुकेटार। सुकेटारसम्म मात्रै हाम्रो गाडी जान्छ। यहाँदेखि उताको बाटो चाहिँ एकदमै अप्ठ्यारो भएको हुनाले मैले हातले देखाउँदैछु, हेर्नुहोस् न हाम्रो गाडीहरूलाई यहाँ राखेर चाहिँ अब यहाँबाट हामी सिधै नेपालको गाडीतर्फ चढ्न लागेको र जानु अगाडि यसरी चियाको सुस्की लिएर अब सबैजना यी गाडीमा बसिसकेका छौँ, नेपालको गाडीमा। र अब हाम्रो यहाँबाटको यात्रा चाहिँ यति भयानक डरलाग्दो कि यहाँको बाटो नै छैन पिच है। अनि एकदमै डरलाग्दो हिलो बाटोमा रात पर्नु लागेको थियो। हाम्रो गाडी यहाँ भाँसिएको पनि थियो। बल्ल बल्ल ड्राइभर दाजुले
त्यो गाडीलाई निकालेर फाइनली हामीलाई ठुलो फेदी सानो फेदी पुर्याउनु भयो। सानो नानी भेटे, मसँग धेरै बातहरू पनि मार्यो है। अनि यसरी रात पर्नु लाग्दा चाहिँ अब हामी आज पुग्नै पर्छ ठुलो फेदी भन्ने हाम्रो टार्गेट थियो। बल्खा पानी पनि पर्नु थालेको, यसरी रेनकोटहरू लाएर हातमा टर्च बोकेर टोपी सोपी लगाएर हामी उकालो लाग्यौँ। अँधेरोमा उकालोको भिडियो त गर्नु पाइनौँ र हामी बस्ने मिलन होटलमा हामी पुग्यौँ, यहाँ बस्यौँ र भोलिपल्ट बिहानै 3 बजी हामी उठेर चाहिँ यहाँ होटलबाटै सरसामानहरू यसरी किनमेल गऱ्यौँ मन्दिरमा लानको लागि है। अनि मन्दिरमा लानको लागि यसरी सरसामानहरू किने। धेरै श्रद्धालुहरू पनि आउन सुरु भइसकेको थियो। बिके दादाले हेलो गुड मर्निङ भन्नुहुँदैछ, मनोहर दादा चिया खाँदै जै पाथिभरा माता भन्दै। अबको क्रममा चाहिँ हामी उकालो यात्रा गर्नु थाल्यौँ। अँधेरो थियो साथीहरू है, अब भिडियो गर्नु त्यत्रो पोसिबल पनि थिएन, तर कता कता भिडियो गर्दै 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 हामीले तल पूजाआजा गरेर यसरी ठाउँ ठाउँ बिसिँदै अब बिस्तारै उज्यालो हुनु थाल्यो। हामी हिँडेको छौँ। अब चाहिँ फाइनली धेरै उज्यालो भइसक्यो। यसरी बाटोहरू पार गर्दै गर्दै हामी उकालो आमा माताको दर्शन गर्नको निम्ति अघि बढिरहेको छौँ। हाम्रो लगभग 3-4 घन्टाको यात्रा यसरी अघि बढिरहेको छ। सबैजना रेनकोटमा हुनुहुन्छ किनभने पानी आउँछ भनेर है। अनि जाँदा जाँदा यो डाँडाबाट त कति राम्रो देखियो घाम उदय भएको, हेर्नुहोस् न कति सुन्दर दृश्य देखिरहेको छ। अब हामी यति उचाइमा पुगिसकेको थियौँ कि हेर्नुहोस् न भ्युजहरू कति राम्रो देखिन्छ, उज्यालो एकदमै बिहान पख है। अनि थाकेर हामी यसरी चौतारामा बस्दै बस्दै जाँदै थियौँ। यहाँ बिके दादा एकदमै आरके भाइलाई जिस्काइराख्नु भएको थियो है, यस्तो उस्तो के भनेर। र अब चाहिँ हामी बिस्तारै मन्दिर प्रवेश गर्न आँटेको छु। हेर्नुहोस् न यहाँबाट पारी त्यो कञ्चनजङ्घा पनि कति सफेद मिठो रमाइलो देखिन्छ। र फाइनली अब चाहिँ हामी पाथिभरा आमाको चरणमा आइसकेको छौँ है। यहाँ अनि यो हाम्रो मूल गेट भइहाल्यो, मन्दिर प्रवेश गर्ने द्वार। अनि श्रद्धालुहरूले चढाउनु भएको घन्टीहरूलाई हेर्नुहोस् न कति मजाले सजाएर यहाँ राखेको रहेछ। अब चाहिँ हेर्नुहोस् यो भयो हाम्रो पाथिभरा मन्दिर। र मन्दिरमा हामी यसरी सर्वप्रथम गणेशजीलाई भेट्नेछौँ। गणेशजीको यसरी पूजा अर्चना गर्ने काम यहाँ गरे पश्चात हामी यतापट्टि शिवजीलाई पूजा अर्चना गर्ने काम गर्छौँ। र अब सोझै मन्दिरतर्फ हामी यसरी प्रवेश गर्दैछौँ। र अहिले चाहिँ यसरी यो श्रद्धालुहरू लाइन लागेर पूजा गर्ने। अनि म मन्दिर पुगे पश्चात सुरुमा नै यहाँनिर नरियल फोडेर पूजा गर्नुपर्छ भनेर पण्डितजीले सिकाउनु भयो। र यसरी पूजा अर्चना गरेर मातालाई जल समर्पण गरेर नरियलको अनि म सोझै लागेँ लु सबैले दर्शन गर्नु होला है माता पाथिभराको। हामी 3-4 घन्टा 6 घन्टाको 2 दिनको यात्रा गरेर फाइनली आयौँ। र यसरी माताको चरण परेर पूजा गर्ने सौभाग्य प्राप्त भयो। धेरैजनाले सोच्नुहुन्छ होला जुत्तामै पूजा गर्दैछ भनेर, तर हामीले लुगाको जुत्ता लगाएको छौँ, छालाको होइन। अनि यहाँ चाहिँ खाली खुट्टा पूजा गर्नु एकदमै पोसिबल छैन, चिसो त्यस्तै है। अनि पण्डितजीहरू स्वयंले पनि दिनुहुन्न। सो हामी यसरी माताको पूजा आजा गरेर त्यस पश्चात वरिपरि मन्दिरको हामी परिक्रमा गर्छौँ है। यसरी सबैजना श्रद्धालुहरू आफ्नो प्रकारले पूजाआजा गरिराख्नु भएको छ। यसरी मन्दिरको परिक्रमा गरिराख्नु भएको छ। मन्दिर यति सुन्दर देखिन्छ यहाँबाट, हेर्नुहोस् न कति मिठो भ्युजहरू अति दामी देखिरहेको छ। र यसरी हामी त्यहाँ पूजा गरेपछि यहाँ किराँतीहरूको पनि मन्दिर स्थापना गरिएको छ अहिले रिसेन्टली। र हामी यहाँ पनि दर्शन गर्नको निम्ति गयौँ। यहाँ किराँती धर्मगुरुले मलाई टिका लगाएर आशीर्वाद पनि दिनुहुँदै थियो है। अनि यसरी हामी घुमघाम गरिराखेका छौँ। अनि यो जग्गामा चाहिँ मातालाई चढाएको सामानहरू पाइन्छ, त्यो लिएर म यता सेल्फी मिरर खिच्दै अब चाहिँ लु हामी लागेकै साथीहरू घरतर्फ भनेर यहाँ तपाईँहरूलाई भनिरहेको थिएँ। र अब हाम्रो दर्शन गर्ने काम पनि सक्यो। अनि सुन्नुहोस् सबैजनाले जय पाथिभरा माता भनिराख्नु भएको छ। पाथिभरा माता की, पाथिभरा माता की। र बिस्तारै हेर्नुहोस् न यहाँनिर चाहिँ नसक्नेहरूलाई यसरी पनि बोकेर लाने चलन छ है। अनि श्रद्धालुहरूले आफ्नो धार्मिक आस्था अनुरूप यसरी ढुङ्गाहरू थुपारेर मनोकामना राख्ने गर्नुहुन्छ। र हिँड्दा त हामी राति अँधेरोको बाटोमा हिँडेको थियो बिहान पख। र अहिले जाँदा चाहिँ हामी यसरी जाँदैछौँ। बाटोघाटो यस्तै नै छ है। यहाँ चाहिँ छ सानो फेदी ठुलो फेदीमा भएको कान्छी पाथिभरा, जहाँ हामीले पूजा अर्चना गरेर गएको थियौँ। राति भएकोले भिडियो गर्नु सकेको थिइनँ र फर्किने क्रममा हजुरहरूले पनि दर्शन गर्नु पाओस् भनेर यो भिडियो बनाएको। र फाइनली हामी
यहाँ छौँ हामी बस्ने होटलमा हामी आइसक्यौँ मिलन होटल एन्ड लज यहीँ बसेको थियौँ हामी गत राति आएर है अनि यहाँ पुगेपछि यी हामीले खानापिना पनि खाएर अब बिदा लिनु आँटेको यहाँ हुनुहुन्छ हाम्रो होटलको ओनर दादा र दिदी अति रमाइलो हुनुहुँदो रहेछ है अनि उहाँले आफ्नो बहिनीहरू पनि एकदम हेल्पफुल उहाँले आफ्नो कन्ट्याक्ट नम्बर दिनुहुँदैछ त्यही हो है होटलको नाम चाहिँ मिलन होटल 1 नम्बर उहाँले आफ्नो होटलको डिटेल्स बताउनु भएको हामीलाई है तपाईँहरू पनि आएर बस्नु सक्नुहुनेछ र अब चाहिँ हामी तल ठुलो फेदी पुगेर हाम्रो गाडीमा चढिसक्यौँ अब चाहिँ हामी गएको सुकेटारसम्म जहाँनिर हाम्रो गाडी राखिएको छ है हामी गाडी ट्याममै 9 जना अनि 2 जना फाल्टो मान्छे हालेको थियौँ तर जाँदा जाँदा हेर्नुहोस् न हाम्रो त गाडी यस्तो भिलोमा भाँसियो अनि धेरैजनाले सहयोग गरे पश्चात चाहिँ फाइनली हाम्रो गाडीलाई यस्तो हिलोबाट निकाल्नु सफल भएर अहिले चाहिँ फेरि हामीलाई अलिक तल बस्नु लाउनु भएको थियो र हामी चढेको गाडी आएर हामी अहिले चाहिँ सुकेटारमा झरेर हाम्रो गाडीमा प्रवेश गर्दैछौँ फाइनली हामी सुकेटार आफ्नो गाडी भएकोमा आइपुग्यौँ र अहिले चाहिँ हामी पुग्यौँ फिदिम बजार रात परिसक्यो र आजको हाम्रो बास चाहिँ यहीँ हुन्छ भनेर हामी यहाँको तुमरुक भ्याली भन्ने होटलमा बसेको थियौँ र बेलुकीको हाम्रो खानाहरू पनि तयार भइसक्यो हेर्नुहोस् न प्राय खाना नै साग हुन्छ आलु हुन्छ तर जाडोले होला यति मिठो हुन्छ यहाँको खानाहरू चाहिँ र यसरी सबैजना एकदमै थाक्नु भएको थियो भोकाउनु भएको थियो र खाना खाइराख्नु भएको छ अनि भोलिपल्टको बिहानै हामी उठेर यसरी रेडी हुँदैछौँ जानुको लागि र अब चाहिँ हामी फेरि राँकीमा आइपुग्यौँ किनभने यहाँबाट सरसामान लिएर हामी घर फर्किने र आउने क्रममा हामी कन्याम पनि किन नघुम्ने भनेर कन्यामतर्फ आइपुग्यौँ कन्याममा आएर रमाइलो गर्दै घुम्दै फिर्दै है मजा गर्दै हामीले धेरै फोटोहरू खिच्यौँ भिडियोहरू बनायौँ यो कन्यामको सबैभन्दा फेमस स्पोट सो हामी यसरी नै आज मन्दिरको यात्रा गऱ्यौँ यतिमै एन्ड गर्दछु बाई बाई सी यु इन नेक्स्ट ब्लग